तपाईँ यदि सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ, सिभिल इन्जिनियरिङ पढिकन सक्नुभएको छ, तपाईँले यदि सिभिल इन्जिनियरिङ पढेर सक्नु भएको छ, जुन पनि पूर्वाञ्चल युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, विभिन्न किसिमको युनिभर्सिटीमा चाहिँ पढेर सक्नु भएको छ। अब यदि चाहिँ तपाईँले लाइसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ यो भिडियो एकदम इन्फर्मेटिभ हुन्छ। किनकि भनेपछि यसमा लाइसेन्समा सोध्ने टपिक्सहरूको बारेमा र टपिक्समा प्रत्येक एउटा च्याप्टरमा पनि प्रत्येक टपिक्सको बारेमा मैले डिस्क्राइब गरेको छु। लाइसेन्समा सोध्नको लागि यसमा चाहिँ 10वटा च्याप्टर छन्, जुन मैले यसमा भिडियोमा डिस्क्राइब गरेको छु। 10वटा के हुन्छ च्याप्टरमध्ये विभिन्न किसिमका टपिक छन् त्यहाँभित्र। त्योभित्र टपिक्सको बारेमा मैले सर्टमा भनेको छु र लास्टमा चाहिँ मैले क्वेसन पनि कस्तो किसिमको आउँछ, कस्तो टाइपको आउँछ भनेर त्यहाँ क्वेसनको बारेमा पनि भनेको छु। तपाईँले यो भिडियो हेरेर त्यो पुरा चाहिँ यसको सिलेबसको बारेमा जान्न चाहनुहुन्छ, जान्न सक्नुहुन्छ है। तपाईँले चाहिँ यो किनभने यो अहिले जुन आउने अब लाइसेन्सको लागि इक्जाम दिनको लागि रेडी हुनुहुन्छ भने यो भिडियोलाई हेर्नु होला अनि यसमा भएको सिलेबसहरूलाई बुझ्नु होला। त्यसपछि यो भिडियोलाई चाहिँ क्वेसन चाहिँ कस्ता सोधेका छन् भन्ने कुराहरू पनि मैले पछाडि देखाइरहेको छु। त्यो क्वेसन पनि हेर्नु होला, लेख्नु होला, पढ्नु होला। यदि तपाईँहरू सिभिल इन्जिनियरिङको 7औं तहमा लाइसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ भने यसमा चाहिँ सिलेबसहरू के छन्, सिलेबसमा पढ्ने टपिक्सहरू के हुन् र यो पुरै सिलेबस म देखाउने छु र त्यसपछि जुम गरेर पनि देखाउँछु। यसमा चाहिँ अधिकतर रहेका इम्पोर्टेन्ट क्वेसन पनि भन्ने छु। तपाईँले त्यसको लागि चाहिँ सुरुमा म सिलेबस भन्छु है। अब यसरी चाहिँ तपाईँ सुरुमा छ यो 10वटा टपिक्सहरू हुन्छन् यसमा हेर्नुहोस् तपाईँले। अब यसमा हेऱ्यो भने सुरुमा 1 नम्बरमा यो बेसिक एउटा सिभिल इन्जिनियरिङ भन्ने छ। यसमा चाहिँ एउटा टपिक्समा चाहिँ यसमा चाहिँ 10वटा हुन्छन्। 1.1, 1.2, 1.3, 1.4, 1.5 र 1.6 गरेर 10वटा हुन्छन्। 10वटा मध्ये प्रत्येकमा एक मार्क सोध्छ है। अब जसमा सुरुमा सिभिल इन्जिनियरिङ मटेरियल छ, त्यसमा चाहिँ स्ट्रेङ्थ अनि स्ट्यान्डर्डहरू छ, स्ट्यान्डर्डको त्यसपछि बिल्डिङ टेक्नोलोजी छ त्यो 1.3 मा र त्यसपछि जियोमेट्रिकल प्रोपर्टी छ, जियोमेट्रिक प्रोपर्टी एन्ड सेक्सन छ। त्यसपछि सर्वे छ, सर्वे र लेबलिङहरू है। सर्वे लेबलिङ 5 मा छ भने त्यसपछि 6 मा एस्टिमेसन छ। अब यसमा एक क्वेसनमा यसमा प्रत्येकमा एक मार्क एक क्वेसन सोध्ने हो है, एक क्वेसन सोध्ने हो त्यो 1 नम्बरमा। अब त्यसपछि अब बीमा भने पहिला म सिलेबस देखाउँछु, त्यसपछि क्वेसन पनि गर्छु। अब बीमा के छ भनेको बीमा चाहिँ सोइल मेकानिक्स र एउटा फाउन्डेसन इन्जिनियरिङ छ। सोइल मेकानिक्स र फाउन्डेसन इन्जिनियरिङमा पनि तपाईँको चाहिँ 2.1, 2.2 र त्यसपछि 2.3 र त्यसपछि 2.4, 2.5, 2.6, 2.6 सम्म छ। यसमा पनि सबैमा प्रायः 1 देखि 3 मार्क्सको सम्म सोध्छ हैन, 1 देखि 3 मार्क्ससम्म। अब यसमा त 1 मार्क सोध्न पनि सक्छ 2.1 बाट, एउटा 3 मार्क सोध्न पनि सक्छ। यसमा के हुन्छ सोइल प्रोपर्टीहरूको र ल्याबोरेटरी टेस्टको बारेमा छ भने अर्को त्यसपछि के हुन्छ भने अब स्टेजको बारेमा सोइल सिपेज र स्टेजको बारेमा छ है। स्टेज र सिपेजमा 2.2 मा र 2.3 मा शेयर स्ट्रेंथ अफ द सोइल एन्ड एउटा स्टेबिलिटी अफ द सोलको स्टेबिलिटी र सोलको स्टेबिलिटीको बारेमा छ 2.3 मा। र भने 2.4 मा सोइल एउटा एक्सपान्सन अर्थ प्रेसरहरू छ, अर्थमा नेगेटिभ प्रेसरहरू, नेगेटिभ प्रेसर, पोजिटिभ प्रेसर र एउटा अर्थ प्रेसरहरू हुन्छ नि त। अर्थ प्रेसर एउटा जुन अर्थ प्रेसरको बारेमा छ। र त्यसपछि यसमा अब अर्को के भन्छ भने बेरिङहरू छ, बेरिङ क्यापेसिटी अफ द सोइल एन्ड एउटा फाउन्डेसन। सोइलको बेरिङ क्यापेसिटी कस्तो हुन्छ, जुनमा एउटा पिलर हाल्दाखेरि गर्दाखेरि त्यसमा सोइलको बेरिङ क्यापेसिटी नामिन्छ। त्यसको बेरिङ क्यापेसिटीको बारेमा सोधिएको छ भने नम्बर 3 मा छ बेसिक वाटर रिसोर्स। यो बेसिक वाटर रिसोर्समा भनेको एउटा फ्लुइडसम्म हाइड्रोलोजी, हाइड्रोलिक्सको सबैका क्वेसनहरू यस सबैको एउटा जुन सिभिल इन्जिनियरिङमा पढ्दै गएको एउटा जुन एउटा फ्लुइड थियो है। त्यसपछि एउटा हाइड्रोलिक्स थियो, हाइड्रोलोजी थियो, सबै यसमा कन्ट्रोल गरेको छ भने 3.1 मा छ फ्लुइड एन्ड दिएर एउटा प्रोपर्टी, फ्लुइडको प्रोपर्टीहरूको बारेमा 3.1 मा। अब त्यसपछि तपाईले त्यसै गरेर 3.2 मा मैले देखाउँछु हाइड्रोस्ट्याटिक छ है। अनि त्यसमा 3.3 मा हाइड्रोकाइनेमेटिक एन्ड डाइनामिक र हाइड्रोकाइनेमेटिक छ 3.3 मा। र त्यसपछि 3.4 मा छ अनि एउटा पाइप फ्लोहरू र त्यसपछि 3.5 मा ओपन च्यानल फ्लो होला है, ओपन च्यानल फ्लो। र 3.6 मा हाइड्रोलोजी। यसमा प्रत्येक च्याप्टरमा चाहिँ 2 देखि 3 मार्क्ससम्म सोध्छ है, 2 देखि 3 मार्क्ससम्म सोध्छ यो पनि यो। अब त्यसपछि आयो अर्को फोमा, त्यो फोमा भनेपछि स्ट्रक्चरल मेकानिक्सबाट पनि अब यसमा यो स्ट्रक्चरल मेकानिक्समा एउटा यो जुन शेयर फोर्स बेन्डिङ मोमेन्ट डायग्राम र शेयर फोर्स र जुन एउटा क्यान्टिलिभर बिमहरू
सिम्पली सपोर्टेड बिमहरू त्यस्तो बिमहरूको बारेमा चाहिँ शेयर फोर्स बेन्डिङ मोमेन्ट डायग्राममा सोध्ने कामहरू च्याप्टर एउटा के हुन्छ 4 मा गर्छ, यो स्टार चेक छ। त्यसपछि अर्को के हुन्छ डिजाइन अफ द स्टार चेक छ, च्याप्टर 5 मा डिजाइन अफ स्टार चेकमा के हुन्छ लोड एन्ड लोड एउटा कम्बिनेसन अफ द, जसमा डेड लोड हुन्छ, लाइभ लोड हुन्छ, इनपुट लोड हुन्छ, विन्ड लोड हुन्छ, स्नो लोड हुन्छ हैन, त्यो सबै लोडहरूको बारेमा दिएको हुन्छ भने। अर्को कङ्क्रिट टेक्नोलोजीको बारेमा पनि यता छ र त्यसपछि आरसीजी 1 र आरसीजी 2 सबैको बारेमा यसैमा दिएको हुन्छ भनेको एउटा डिजाइन अफ द स्ट्रक्चरमा। र त्यसपछि टिम्बर एन्ड एउटा मेसनरीको स्ट्रक्चरको बारेमा पनि दिएको छ हैन, टिम्बर र मेसनरी स्ट्रक्चर। अब त्यसरी अब त्यसैगरी अर्को छ 5 मा के छ भनेपछि तपाईको सिलेबस हो है, वाटर सप्लाई हो, एउटा सेनिटेसन एन्ड एउटा इन्भाइरोमेन्टल छ। वाटर सप्लाई सेनिटेसन इन्भाइरोमेन्टलमा एउटा इन्भाइरोमेन्टल एउटा 6 मा छैन, वाटर सप्लाई सेनिटेसन इन्भाइरोमेन्टल 6 मा छ भने यसमा चाहिँ वाटर सप्लाईका कुराहरू, जुन वाटर सप्लाईको फलो कुराहरू, इन्टेकहरू, अनि त्यो इन्टेकहरू कहाँ राखिन्छ, कस्तो ठाउँमा राखिन्छ इन्टेकहरू है, त्यसमा हाइड्रो पावरको कुराहरू पनि छ यसमा अलिअलि। अनि यसमा चाहिँ के भन्छ भने यसमा सुरुमा वाटर सोर्सहरू, त्यसपछि इन्टेक एन्ड एउटा डिस्ट्रिब्युसन अफ सिस्टमहरू, त्यसपछि एउटा ट्रिटमेन्ट एउटा प्रोसेस अफ टेक्नोलोजी, वाटरलाई ट्रिटमेन्ट चाहिँ कसरी गरिन्छ, वाटरलाई कुन कुन हालेर ट्रिटमेन्ट गरिन्छ, प्योर गरिन्छ भन्ने कुराहरू हुन्छ। डिजाइन अफ द कन्स्ट्रक्सन छ अफ द सियरको डिजाइन कसरी गरिन्छ हैन, सियरको डिजाइनको बारेमा पनि यसमा सोधेको छ 6 मा। 6 पोइन्ट कति छ भनेको 5 मा छ। त्यसपछि एउटा 6.5 मा 6.4 मा 6.5 मा छ र पनि 6.6 मा कन्सेप्ट अफ द इन्भाइरोमेन्टल एन्ड एउटा एसेसमेन्ट, इन्भाइरोमेन्टल एसेसमेन्टको कन्सेप्टहरु दिएको छ 6.6 मा भने। अब त्यसपछि एउटा च्याप्टर 7 मा के छ, च्याप्टर 7 मा इरिगेसन र ड्रेनेजहरु छ, इरिगेसनहरु र ड्रेनेज छ भनेको। 7.1 मा वाटर डिमान्डेड एन्ड एस्टिमेसन छ भने चाहिँ 7.2 मा डिजाइन अफ द एउटा क्यानल, क्यानलको डिजाइन क्यानलहरु, त्यसपछि डिजाइन क्यानल छ, त्यो रिभर एउटा ट्रेनहरु, विभिन्न किसिमहरुको छन्। यसमा एउटा वाटर र इरिगेसन सम्बन्धी रिलेसन भनेको एउटा च्याप्टर कतिमा छ, यो च्याप्टर भनेको 5 मा हुन्छ। अब त्यसैगरी एउटा च्याप्टर 7 मा हुन्छ। अब त्यसको च्याप्टर 8 मा चाहिँ हाइड्रो पावर, तपाईले हाइड्रो पावर सम्बन्धी जुन पढ्नुभयो छ यसमा चाहिँ हाइड्रो पावरको सबै एउटा कन्सेप्टहरु दिएको छ। यसमा प्लानिङ, हाइड्रो पावर अफ द प्रोजेक्टको प्लानिङ छ हैन। अब तपाईले यसमा देख्नुहुन्छ। अब नम्बर 2 मा के छ, 8.2 मा पावर एन्ड इनर्जी पोटेन्शियल बाइ स्टडी, इनर्जी पावर, पोटेन्शियल पावर र इनर्जी हेडहरु सबैको बारेमा भने हेडहरु अफ द एउटा स्टोरेज एउटा प्लान्टहरु, स्टोरेज प्लान्टहरुको जुन एउटा जुन हाइड्रो पावर प्लान्टहरु हैन, त्यस्तो प्लान्टहरुको जुन हेडहरु कस्तो छ तिनीहरु त्यसको बारेमा पनि दिएको हुन्छ भने यसमा चाहिँ 8.4 मा के छ, 8.4 मा भनेको हेडहरु अफ द रन अफ रिभर हुन्छ। रन अफ रिभर आरआर को हैन, आर रन अफ रिभर हेडहरुहरु, त्यसपछि आएर एउटा वाटर एउटा कन्भेन्स एउटा स्ट्रक्चरहरु, त्यस्तै किसिमहरुको छ। हाइड्रो इलेक्ट्रिकल एउटा मेकानिकल अथवा एउटा पावर हाउसको बारेमा पनि यसमा पनि दिएको हुन्छ। हाइड्रो पावरको बारेमा भने हाइड्रो पावरको बारेमा सबै टोटल दिएको हुन्छ। अब यो भनेको चाहिँ हामीले च्याप्टर 8.4 मा भयो। त्यसमा 9 मा भने ट्रान्सपोर्टेसन, तपाईले ट्रान्सपोर्टेसन जति पढ्नुभयो त्यसमा ट्रान्सपोर्टेसनको कुराहरु र ट्रान्सपोर्टेसन भनेको के हो, ट्रान्सपोर्टेसन कसरी गरिन्छ, हाइवेका कुराहरु हैन, त्यसमा हाइवे एन्ड प्लानिङ एउटा सर्वे र त्यसमा जियोमेट्रिकल डिजाइन अफ द एउटा हाइवेको जियोमेट्रिक डिजाइन, हाइवे एउटा मेटेरियलहरुमा के हुन्छ भन्ने यसमा के हुन्छ, रोड एउटा पेमेन्टहरु, तर रोडमा पेमेन्ट केले गरिन्छ, रोड एउटा के हुन्छ कन्स्ट्रक्सन र एउटा मेकानिकल मेन्टेनेन्स, कन्स्ट्रक्सन कसरी गरिन्छ, त्यो रोडलाई एउटा डिस्ट्रब भयो भने त्यसको मेन्टेनेन्स कसरी गरिन्छ भन्ने कुराहरु सबै ट्रान्सपोर्टेसन कुराहरु च्याप्टर 9 मा दिएको छ। अब एउटा च्याप्टर 10 छ लास्टको अन्तिममा, च्याप्टर 10 मा जुनमा तपाईले जुन 8 सेमिस्टरमा पढ्नु भएको यसमा छ हैन। यसमा के हुन्छ, प्रोजेक्ट एन्ड प्लानिङ, डिजाइन अफ द एउटा इम्प्लिमेन्टेसन हुन्छ। यो प्रोजेक्टको बारेमा, प्लानिङको बारेमा भनेको 8 मा छ। अब तपाईले यति जति पनि जुन हेर्नुभयो र त्यसको लागि चाहिँ तपाई यो जति पनि 1 देखि जुन एउटा 10 सम्म जुन एउटा यो च्याप्टरहरु छन्, ती च्याप्टरहरुमा प्रत्येकमा चाहिँ 10 नम्बरको दलले 10 × 10 गरेर 100 नम्बरको सोच छ। यो लाइसेन्समा 100 नम्बरमा तपाईले 50 नम्बर चाहिँ ल्यायो भने पास हुने हो है। अब यसको लागि केही स्याम्पल क्वेशनहरु छन्, यो स्याम्पल क्वेशनहरु म भन्छु कस्तो प्रकार आउँछ भन्ने कुराहरुमा। स्याम्पल क्वेशनहरुमा यसमा चाहिँ स्याम्पल क्वेशनको बारेमा भन्छु र तपाईले यसमा मैले लेखिरहेको छु हैन स्याम्पल क्वेशनको बारेमा। अब यसमा सुरुमैको स्याम्पल क्वेशन म भन्न गइरहेको छु। अब म यो टोटल भिडियो राम्रोसँग गरिने गरेर मिलाउँछु। अब यसमा चाहिँ बेसिक एउटा सिभिल इन्जिनियरिङको बारेमा, कुनै एउटा इन्जिनियरिङ मटेरियलको बारेमा छ। अब मटेरियलको बारेमा के छ भनेपछि सुरुमा चाहिँ के हुन्छ भने डिफर्मेसन प्रोड्युस बाइ
रिपिटेड साइकल हुन्छ। रिपिटेड रूपमा एउटा के भन्छ लोड लाग्यो भने चाहिँ डिफर्मेसन हुने के भन्छ यसमा फ्याटिगी भन्छ। फ्याटिगी भनेको साइक्लिङ लोडले गर्दा त्यो चाहिँ डिफर्मेसन प्रोड्युस बाइ एउटा रिपिटेड साइक्लिक लोडिङ हो है। साइक्लिङ यो लोडिङ छुट्या रहेछ, यसमा चाहिँ साइक्लिङ पनि लोडिङ है, साइक्लिङ लोडिङ हो। यसमा के भनेको छ भने यसमा यस्तो छ क्या, यदि चाहिँ डिफर्मेसन प्रोड्युस बाइ रिपिटेड साइक्लिङ लोडिङ भनेको फ्याटिगो साइक्लिङ लोडिङ। यदि कन्स्टेन्ट लोडिङ भन्ने भनेको छ क्रिपिङ। अब यसमा तल क्वेसन नम्बर 2 मा आउनेछ when the constant load apply for the long time period मा constant load चाहिँ apply गर्यो भने only what deformation हुन्छ and the phenomenon त्यो deformation हुने phenomenon के भन्छ भने त्यो क्रिप हुन्छ। constant load आयो भने क्रिप, constant load आयो भने क्रिप, यदि साइक्लिङ लोड आयो भने फ्याटिग हुन्छ हैन। अब त्यसमा हार्डनेस हुने के हो त, हार्डनेस एकदम सोधेको क्वेसन हो। यी सबै मैले भनेको क्वेसन चाहिँ पास्ट क्वेसनहरु हुन्, पास्ट सोधिसकेको क्वेसनहरु। यसमा चाहिँ हार्डनेस भनेको स्ट्रेंथ अफ द मटेरियलको स्ट्रेंथ छ कि एबिलिटी अफ मटेरियल टु एउटा अन्डरगो बाइ डिफर्मेसन कि एबिलिटी अफ मटेरियल हुन्छ टु रेजिस्ट अप्लाई लोड कि एबिलिटी अफ मटेरियल टु एउटा ओरिङ एन्ड टेयर भनेको एउटा के हुन्छ हार्डनेस हुन्छ। यसमा के हुन्छ ओरिङ एन्ड टेयर हुन्छ, अथवा ओरिङ एन्ड टेयर नदिएको भयो भने रेजिस्टेन्स अफ द एउटा इन्डिकेसन भन्छ एउटा यो रेजिस्टेन्स गर्ने कुरा गर्छ। यसलाई क्वेसन नम्बर 3 मा भयो। अब त्यसरी क्वेसन नम्बर 4 मा कस्तो छ, क्वेसन नम्बर 4 मा चाहिँ यस्तो प्रकारको छ। स्ट्रेंथ भनेको के हो त, स्ट्रेंथ हैन, स्ट्रेंथ मटेरियल एसएम मटेरियल स्ट्रेंथ भनेको के हो भनेको स्ट्रेंथ भनेको एबिलिटी अफ द मटेरियल हुन्छ अन्डरगो डिफर्मेसन को एबिलिटी अफ मटेरियल हुन्छ टु रेजिस्टेन्स अप्लाई लोड विदाउट इट ब्रेकिङ हुन्छ, एबिलिटी अफ द मटेरियल हुन्छ टु रेजिस्टेन्स ओरिङ एन्ड टेयर हुन्छ। ओरिङ एन्ड टेयरको लागि हार्डनेस भएको हैन, ओरिङ एन्ड टेयरको लागि हार्डनेस भएको भनेको एबिलिटी अफ मटेरियल हुन्छ रेजिस्टेन्ट स्केचिङ रेजिस्टेन्ट र एउटा ओरिङ एन्ड टेयरिङ भनेपछि हार्डनेस भएको, यो दुईटा भनेपछि हार्डनेसमा हो। अब यसमा चाहिँ स्ट्रेंथ भन्नाले एबिलिटी अफ मटेरियल टु रेजिस्ट अप्लाई लोड विदाउट एयर ब्रेकिङ नभएर चाहिँ रेजिस्टेन्स ब्रेकिङ गर्नलाई पनि रेजिस्ट गर्छ, त्यो लोडलाई के भन्छ भने स्ट्रेंथ भनिन्छ है। अब स्टोन युज फर रिटेनिङ स्ट्रक्चर शुड बी स्टोन जुन एउटा रिटेनिङ स्ट्रक्चर हामी रिटेनिङ वाल लगाउँछ नि त, त्यो रिटेनिङ वालमा कस्तो प्रकारको स्टोन चाहिँ युज गरिन्छ भनेर भन्छ रिटेनिङ वालमा चाहिँ हार्ड कि हेभी कि सफ्ट कि एनी स्टोन भनेको हेभी स्टोन। किन रिटेनिङ वाल भनेको त हेभी चाहियो, हेभी भन्नाले माथिबाट आएको सबै अर्थ प्रेसर चाहिँ रेजिस्टेन्ट गर्नु पर्यो हैन। त्यसैको लागि चाहिँ हामीलाई के हुन्छ भने हार्ड भन्दा हेभी चाहिएको छ, त्यसले हेभीमा टिक लाउने। अब क्वेसन नम्बर 6 मा क्वेसनमा बिल्डिङ मटेरियल मेड फर द रक हुन्छ। यदि बिल्डिङ मटेरियल जुन एउटा बिल्डिङ हामीले लगाउने बिल्डिङ मटेरियल रकबाट मात्र बनेको छ भने ब्रिक भनेको त माटोबाट बनेको हुन्छ, सिमेन्ट भनेको पनि रकबाट हुन्छ, तर सिमेन्टमा अर्को चाहिँ CaCO3 पनि हुन्छ अनि COA पनि हुन्छ, सबै हुन्छ। त्यसैको लागि यो स्टोन हुन्छ, रक भनेको स्टोन भन्ने। त्यसपछि स्टोन हुन्छ, स्टोन इज द रेजिस्टेन्ट इफ द एउटा अब्जर्भेसन अफ अटर हुन्छ। कुनै एउटा जन स्टोन अथवा ब्रिक चाहिँ कति पर्सेन्टेज अब अटर अब्जर्भ गर्यो भने त्यसलाई रिजेक्ट गरिन्छ। 5 सम्म त ठिक हुन्छ एक्सेप्ट गरिन्छ भने त्यसमा 5 सम्म ठिक हुन्छ भनेपछि यसमा चाहिँ 10 मा एउटा रिजेक्ट गरिन्छ। क्वार्ज भनेको के हो, क्वार्ज भनेको एउटा मेटामर्फिक रक हो, मेटामर्फिक रकको एउटा ऊ भनेको क्वार्ज हो हैन। अब तपाईले यसै गरिकन यस्तो विभिन्न किसिमका क्वेशनहरु पनि छन् यसमा। अब त्यसै गरिकन म अर्को भन्छु, यसमा चाहिँ ग्रानाइट भनेको सेडिमेन्ट रक हो कि मेटामर्फिक रक हो कि इग्नेस रक हो कि त्यो हुन्छ भल्कानिक रक हुन्छ। एउटा इग्नेस रक भनेको एउटा ग्रानाइट भनेको इग्नेस रकको एउटा के भन्छ एक्जाम्पल हो नि, ग्रानाइट भनेको इग्नेस रक हो भनेको ग्रानाइट भनेको छ। अब त्यसपछि के हुन्छ, अब सैंडस्टोन भनेको के हुन्छ सेडिमेन्टरी हो कि मेटामर्फिक रक हो कि त्यसको इग्नेस रक हो कि भल्कानिक रक हो। यो भनेको सैंडस्टोन भनेको मेटामर्फिक एउटा सेडिमेन्टरी रक हैन, सेडिमेन्ट भएर सैंडस्टोन भनेको सेडिमेन्टरी रक भनेको जसमा एउटा समुद्रको तलतिर गएर किनारमा गएर समुद्रको तल पिटमा बन्ने सेडिमेन्टहरु उ गरेर बन्ने सेडिमेन्टरी रक हुन्छ। त्यो भनेको स्यान्डस्टोन भनेको बालुवा पनि त्यस्तै मा पर्छ के। अब त्यसरी क्वेशन नम्बर 11 मा मेटामर्फिक रक विथ मस्ट एउटा ओरिङ एन्ड टेयरिङ रेजिस्टेन्ट प्रोपर्टी भनेको जुन एउटा मेटामर्फिक रक हो जसमा एउटा मस्ट एउटा ओरिङ रेजिस्टेन्ट एउटा प्रोपर्टी छ भने एउटा मार्बल हो कि क्वार्ट्ज हो कि सलिड हो कि एउटा लाइमस्टोन भन्छ, यसमा चाहिँ क्वार्ट्ज लाग्छ, क्वार्ट्ज सिक्छ। अब यसमा क्वेशन नम्बर 12 मा चाहिँ मिनिमम एउटा कम्प्रेसिङ स्ट्रेंथ अफ द फर्स्ट क्लास ब्रिक। यदि फर्स्ट क्लास ब्रिक छ भने चाहिँ मिनिमम कम्प्रेसिङ स्ट्रेंथ कति हुन्छ त भने हुन्छ फर्स्ट क्लास ब्रिकमा मिनिमम कम्प्रेसिङ स्ट्रेंथ भनेको 1000 kg पर cm स्क्वायर हुन्छ हैन, 1000 kg पर cm स्क्वायर हुन्छ। मिनिमम कम्प्रेसिङ स्ट्रेंथ अफ द फर्स्ट क्लास ब्रिक हुन्छ 1000 kg पर cm स्क्वायर। मिनिमम एउटा कम्प्रेसिङ स्ट्रेंथ अफ द सेकेन्ड क्लास ब्रिकको लागि 75, सेकेन्ड क्लास ब्रिकको लागि 75 हुन्छ है। यसै देखिन्छ सेकेन्ड क्लास एउटा मिनिमम कम्प्रेसिङ स्ट्रेंथ अफ द सेकेन्ड क्लास ब्रिकको लागि 75 kg एउटा पर सेन्टिमिटर स्क्वायर हुन्छ
भनेको फर्स्ट क्लास ब्रिकको लागि हुन्छ 100। यदि फर्स्ट क्लास ब्रिक आएको छ भने 100 लेख्ने 100 गर्ने, र सेकेन्ड क्लास ब्रिक आएको छ भने तपाईँ के हुन्छ 75 गर्दाखेरि पनि एकदम बेटर हुन्छ। अब त्यसै गरी क्वेसन नम्बर अर्कोमा क्वेसन नम्बर 14 मा 14 मा छ। 14 मा के छ, व्हिच अन द फलोइङ एउटा टाइप अफ द ब्रिक एउटा के हुन्छ, व्हिच अफ द फलोइङ ब्रिक टाइप युज लिस्ट अमाउन्ट अफ द क्ले, भनेपछि होलो ब्रिक हो कि एउटा कभरिङ ब्रिक हो कि च्यानल हो कि र के हुन्छ प्रिपोर्टेड ब्रिक हो, प्रिपोर्टेड ब्रिक। अब यसमा एडभान्टेज अफ द एउटा क्लिनिक एउटा बर्निङ भनेको यो मैले चाहिँ कुनै क्वेसनमा अलिकता सर्टमा हुने कारणले गर्दा उल्लेख इट इज लेस एउटा इनिसियल कस्ट बेस हुनको लागि एडभान्टेज छ। यसको एडभान्टेज छ कसको हुन्छ, कलम एउटा कलम कम्परेटिभ क्लिनिक हुन्छ, कलम र कम्परेटिभ एउटा कलम छ एउटा क्लिनिक छ, त्यो दुईटैमा एउटा हुन्छ कसरी उठ्छ भने यसमा चाहिँ हुन्छ लेस इनिसियल कस्ट भनेको एक्सेस सिलिका इन द एउटा ब्रिक अर्थ रिजल्ट हुन्छ। यदि सिलिका चाहिँ एक्सेस भयो भने बढी भयो भने अर्थ ब्रिकमा कस्तो रिजल्ट देखिन्छ भनेको लस एउटा कोइजन एउटा मेकिङ फ्रम द ब्रिक एन्ड विक हुन्छ। लस एउटा कोइजन फोर्स भनेको एक आपसमा अट्र्याक्सन गर्ने फोर्स चाहिँ लस हुन्छ, कम हुन्छ, र मेकिङ द ब्रिटल हुन्छ, ब्रिक चाहिँ अलि सजिलोसँग भाँचिन्छ र त्यसपछि के हुन्छ भने विक हुन्छ भनेर हुन्छ, त्यसै उयो हुन्छ। अर्को हुन्छ भने फर्स्ट क्लास ब्रिक हुन्छ। फर्स्ट क्लास ब्रिक वाटर अब्जर्भेसन सुड बी नट मोर देन भनेको फर्स्ट क्लास ब्रिकले हुन्छ 50% भन्दा बढी चाहिँ वाटर अब्जर्भेसन गर्नु भएन।